के भन्न चाहनुहुन्छ यहाँ तपाईँ? यो सङ्ख्याको कुरा तपाईँहरूको कार्यक्रम सफल भएको हो? आज कार्यक्रम सफल भयो। यो गणतन्त्र नेपाल भन्दै हामी हिँडेको गणतन्त्र। हामी चाहिँ नि अब राजाहरू आयो भने त हाम्रो पालो आउँदैन नि त गणतन्त्रवादीहरूको। त्यही भएर हामीले गणतन्त्र ल्याएपछि चाहिँ हामी सबैको पालो आउने भयो, प्रधानमन्त्री प्रमुख भएर चलाउने भयो। त्यही भएर चाहिँ हामी चाहिँ राष्ट्रपति प्रमुख बनाऊँ भनेर चाहिँ गणतन्त्रलाई अगाडि बढाएर चाहिँ हामी अगाडि बढिरहेका छौँ। यो अहिले नेताहरू, अहिले मन्त्रीहरू विवादित भइरहेछ नि, विभिन्न भ्रष्टाचारमा मुछिरहेछ नि, त्यसलाई हेर्दाखेरि चाहिँ अब सबैको पाला आउने भयो भ्रष्टाचार गर्नको लागि भन्ने कुराबाट चाहिँ जनताले बुझिराख्नु जस्तो लाग्छ कतिपय अवस्थामा। भ्रष्टाचार गर्न चाहिँ होइन, हाम्रो प्रधानमन्त्री कार्यकालहरू चाहिँ नि जनतामा रहोस्, जनताको सर्वसम्मतिले चाहिँ नि कार्यान्वयन होस्, त्यसको शासन होस् भनेर चाहिँ नि हामीले चाहिँ नि जनताहरूले चुनेर जाने चाहिँ प्रक्रियालाई चाहिँ अगाडि बढाएर चाहिँ हामी चाहिँ नि यो गणतन्त्रको लागि हामी आम जनताको शासन हो। हामी जनताले कति छ सर आजको यो कार्यक्रम उपस्थित? आज कार्यक्रम टन्नै थियो, जो 10,000 15,000जना मान्छे थियो। 15,000 त्यत्रो देखिया थियो? देखिया थियो। यो टन्नै थियो, प्रदर्शन मार्ग टन्नै भरेको थियो। उताबाट एक राउन्ड घुम्यो, यता घुमेर। यसको सन्देश के त? आजको सन्देश के? आजको सन्देश चाहिँ उपलब्धि के भयो, जनताले के पाए? आजको सन्देश र उपलब्धि चाहिँ हामी आम जनताले चाहिँ नि एउटा माथि होइन जसले पनि चुनाव जितेर अगाडि गएर चाहिँ हामी प्रधानमन्त्री बन्न पाउने होइन, राष्ट्रपति बन्न पाउने, हामी पनि पदाधिकारीमा केही बन्न पाउने भएको भएर चाहिँ हामी गणतन्त्रमा लागेर चाहिँ अगाडि बढिरहेका छौँ। त्यो चाहिँ गणतन्त्रवादीहरूले अहिले फेरि रत्न पार्कमा आन्दोलन सुचार गरिरहेछन्। अब त्यतातिर जाने हो कि तपाईँहरू? होइन, त्यतातिर नजाने। हामी त गणतन्त्रवादी। गणतन्त्र हामी आफैले जनताले शासन गर्ने भनेर हिँडेको। हामी राजाको शासन मान्दैनौँ। राजाको शासन नमानी अब हामी आफै जनताको शासन हुनु पर्यो, जनताले चुनेर मान्छे प्रधानमन्त्री हुनु पर्यो या राष्ट्रपति प्रमुख हुनु पर्यो भनेर चाहिँ नि हामी चाहिँ जनता चाहिँ नि अगाडि प्रधानमन्त्री जनताले चुनेर प्रधानमन्त्री भएर चाहिँ प्रधानमन्त्रीहरूले शासन गरोस्, देश चलाओस् भनेर चाहिँ नि हामी गणतन्त्र मनाउन। धन्यवाद सर, धन्यवाद। धन्यवाद।